गाइज, वेलकम टु ब्याक आवर च्यानल। हामी चाहिँ आज चाहिँ एन्जेला फिल्म हेर्न राइजिङ बल जाँदैछौँ। द राइजिङ बल हामी चाहिँ चढेर जान गइसकेका छौँ, निस्किसकेका छौँ। हामी चाहिँ दरबार मार्ग हुँदै गइरहेको छौँ अनि द राइजिङ महल चाहिँ हामी पुगिसकेका छौँ। हामी झर्यौँ अनि बाबा र म गयौँ अनि हामी चाहिँ भित्र गयौँ। हामी भित्र गयौँ, लिफ्टको वेट गऱ्यौँ। लिफ्ट आयो अनि हामी भित्र छिरेर हामी चाहिँ माथितर्फ लाग्यौँ। हामी लागिसकेपछि हो एन्जेला फिल्म अनि माइली माइजू अनि भाइ पनि आउनुभयो। हामी भित्र गयौँ। मेरो यो एन्जेला फिल्मसँग फोटो। अनि हामी जाँदाखेरि चाहिँ हाम्रो ठुलो मामा, ठुली माइजू, दादा, दिदी पनि त्यही हुँदो रहेछ। पहिले बसिसक्नु भएको रहेछ अनि टिकट चेक गर्नुभयो अनि हामी बसेका छौँ। बाबाले चाहिँ पहिला चाहिँ मलाई निन्दा लाग्यो भनेर भनिरहनु भएको थियो। फिल्म स्टार्ट भएपछि चाहिँ हामी यति मजा दिएर हेरिरहेको थियौँ। अनि मामाले भिडियो गर्नुभयो, हामीले हाई गरिरहेको थियौँ। हाई बाबाले मलाई भन्नुभयो अनि मैले नि हाई गरेँ। मलाई चाहिँ निन्द्रा लाउने लाग्छ तर निन्द्रा लागेन। एकदमै इन्ट्रेस्टिङ फिल्म थियो यो, मलाई एकदमै मन परेको थियो। तपाईँहरू नि हेर्न जान नछुटाउनु हो न। अनि हामी हेर्दै गयौँ। राम्रो थियो फिल्म। हाफसम्म एकदमै राम्रो थियो। मेरो मामा सुत्नुहुन्थ्यो जुन फिल्ममा पनि, यो फिल्ममा चाहिँ सुत्नु भएन। अनि ब्रेक टाइम भएर हामी पपकर्न खान गयौँ। अनि बाबा र मेरो चाहिँ चलिरहेको छ। बाबाले चाहिँ म चिज खान्न, म त चिज नभएको लिने हो भनेर चिज लिनु न, एउटा चिज, मलाई चिज चाहिन्छ भनिरहेको थियो बाबालाई। मैले पिरेर भयो नि एउटा चिजवाला पपकर्न चाहिँ लिएँ। यही खाना सुरु भइसकेको थियो अनि हामी भित्र गयौँ। हामी भित्र गएपछि चाहिँ हामी चाहिँ बस्यौँ आफ्नो सिटमा अनि मस्त पपकर्नको मजा लिएर, फिल्मको मजा लिएर फिल्म हेरिरहेका थियौँ। हामीले फिल्म चाहिँ मलाई एकदमै इन्ट्रेस्टिङ लाग्यो। एन्जेलाले कति पीडा भोगेर चाहिँ फुटबल खेलेको रहेछ भन्ने थाहा पायो। मैले यो फिल्मबाट धेरै कुरा सिकेँ। हामी फिल्म सिक्दै गइरहेका थियौँ माथि अनि हामी माथि गइरहेका थियौँ अनि जाने टाइम आयो। तपाईँहरू चाहिँ यो फिल्म हेर्न नछुटाउने होला। सबैले बाइ बाइ गरिरहेको छ। यो फिल्म चाहिँ एकदमै राम्रो लाग्यो मलाई। हेर्न कहिले नि नछुटाउनु होला। अनि हामी चाहिँ रमाइलो गर्दै नाच्दै गाउँदै घरसम्म गइरहेका छौँ। थमेलबाट हामी चाहिँ गइरहेका छौँ। हाई भनिरहेका छौँ हामीले। त्यति बेलामा चाहिँ 11:30 चाहिँ भइसकेको थियो फिल्म सकिने बेलामा। अनि हामी थमेल हुँदै गयौँ। थमेल चाहिँ एकदमै रमाइलो हुँदो रहेछ रातिमा। थ्याङ्क यू, बाई बाई।